नेपालको इतिहासमा माघ 1 गते अथवा माघे सङ्क्रान्ति नुवाकोटमा गोरु जुधाउने। माघ 1 गते राष्ट्रिय कृषि जैविक विविधता दिवस। माघे सङ्क्रान्ति घिया चाकु सल्हौँ। माघी तिला सक्रायत र मकर सक्रायत। माघ 1 गते राष्ट्रिय योग दिवस। विक्रम सम्वत 681 पिता राजा उदयदेव र माता रानी भद्रावतीको कोखबाट काभ्रेको खोपासीमा राष्ट्रिय विभूति भृकुटीको जन्म। विक्रम सम्वत 1816 गोर्खाली सेनाद्वारा काभ्रेमाथि विजय हासिल। विक्रम सम्वत 1831 पृथ्वीनारायण शाहको नुवाकोट जिल्लाको देवगढ मोहन तीर्थमा निधन। विक्रम सम्वत 1901 महेन्द्र दल कम्पनीका नामले नेपाली सेनाको महेन्द्र दल गण स्थापना। यस गणको आदर्श वाक्य भागी जिउँदो हुनुभन्दा लडी मर्नु स्वधर्म हो। विक्रम सम्वत 1986 पिता हर्कमान र माता महेन्द्र लामाको 8 छोरामध्ये माइला छोराका रूपमा दार्जिलिङ स्थित खरसाङ सब डिभिजनको बाफबारीमा नेता निर्मल लामाको जन्म। न्वारानको नाम तेजबहादुर। विक्रम सम्वत 1989 काठमाडौँको इन्द्रचोकमा साहित्यकार पोषण पाण्डेको जन्म। पोषण पाण्डेका केही कृतिहरू मनसा, आँखीझ्याल, मेरी नैनी, हिउँमा परेका 7 डोबहरू, मानस। विक्रम सम्वत 2006 पिता सिद्धिरत्न र माता सेतुलीका सुपुत्रका रूपमा हास्य व्यङ्ग्यकार विश्वरत्न साक्यको कास्कीको पोखरा स्थित तेर्सापट्टीमा जन्म। विक्रम सम्वत 2012 प्रहरीको पुनर्गठन भई पुलिस फोर्स नामकरण। फोर्सलाई स्वदेश तथा विदेशमा अति विशिष्ट व्यक्तिहरूको सुरक्षित सवारीको जिम्मेवारी। विक्रम सम्वत 2033 पिता अमृत बहादुर र माता तुलसी मायाका सुपुत्रका रूपमा गायक खेमराज गुरुङको सङ्खुवासभाको खाँदबारीमा जन्म। वारी जमुना पारी जमुनाका गायक खेमराज गुरुङको एउटा प्रकाशित कृति ढाक्रे र उनका एल्बमहरू। विक्रम सम्वत 2036 सम्यक पूजाको तस्बिर भएको हुलाक टिकट प्रकाशित। विक्रम सम्वत 2040 माघे सङ्क्रान्तिका दिन सिन्धुपाल्चोक पिस्कर महादेव स्थानमा नाचगान गरिरहेका माथि सरकारद्वारा गोली चलाइएको। वामपन्थी गतिविधिको शङ्कामा गरिएको उक्त आक्रमणमा आधा दर्जनभन्दा बढी मारिएका, जसलाई पिस्कर हत्याकाण्ड भनिन्छ। विक्रम सम्वत 2048 नेपाल सरकारको समेत लगानी रहेको नागरिक लगानी कोषको औपचारिक कारोबार सञ्चालनमा। विक्रम सम्वत 2055 प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सिफारिसमा 15औं अधिवेशनको बिचैमा राजा वीरेन्द्रद्वारा प्रतिनिधि सभा विघटन सम्बन्धी राजपत्र। विक्रम सम्वत 2060 माओवादीद्वारा वीरगञ्ज उपमहानगरका मनोनित मेयर गोपाल गिरीको हत्या। गोपाल गिरीलाई माओवादीले आर्थिक सहयोग मागेको एउटा पत्र। विक्रम सम्वत 2060 प्रशासक भूपाल मानसिंह कार्कीको काठमाडौँमा निधन। विक्रम सम्वत 2060 काठमाडौँमा ठुला करदाता कार्यालय स्थापना। उक्त कार्यालय स्थापना भएको जानकारी राजपत्रमा प्रकाशित भयो। विक्रम सम्वत 2061 प्रधान न्यायाधीश हरिप्रसाद शर्माको कार्यकाल सुरु। 2062 साउन 15 सम्म पदमा। हरिप्रसाद शर्मालाई प्रधान न्यायाधीश नियुक्त गरेको सम्बन्धी राजपत्र। विक्रम सम्वत 2062 माओवादी विद्रोहीद्वारा राजधानीका थानकोट र दधिकोट इलाका प्रहरी कार्यालयहरू कब्जा। 12 प्रहरीको मृत्यु, 13 घाइते। विक्रम सम्वत 2063 नेपालको अन्तरिम संविधान 2063 जारी। माओवादी सहितको अन्तरिम व्यवस्थापिकाको निर्माण। विक्रम सम्वत 2063 चिकित्सा विज्ञान प्रतिष्ठान न्याम्सको उपकुलपति प्राध्यापक डाक्टर विश्वराज दलीको कार्यकाल सुरु। डाक्टर दली 2065 मङ्सिर 10 गतेसम्म पदमा। विक्रम सम्वत 2066 15 फिट लामो सुरुङ खनेर कपिलवस्तु कारागारबाट 8 कैदीबन्दी फरार। विक्रम सम्वत 2067 नेपाल स्थित संयुक्त राष्ट्रसङ्घीय मिसन अनमिनको विदाई सम्बन्धी तस्बिर।
विक्रम सम्वत 2067 साहित्यकार फणीन्द्र खेतालाको 88 वर्षको उमेरमा निधन। आधा शताब्दीभन्दा अघिदेखि नेपाली भाषा शिक्षणमा अनवरत रूपमा साहित्य सेवामा लागि नेपाली भाषामा उल्लेख्य योगदान गरिरहे बापत जगदम्बा श्री 2061बाट सम्मानित फणीन्द्र खेताला। सम्मान समारोहको तस्बिर। विक्रम सम्वत 2073 र्यापर गायक अनिल अधिकारी यमबुद्धद्वारा लन्डनमा 30 वर्षको उमेरमा मृत्यु आत्महत्याबाट। विक्रम सम्वत 2075 मन्त्री गिरिराज मणि पोखरेलको अध्यक्षतामा असार 22मा गठन भएको 24 सदस्यीय उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन 2075 बुझाएको। विक्रम सम्वत 2078 गायक कुमार सुब्बाको 77 वर्षको उमेरमा भारतको सिलगढीमा निधन। उहाँको एउटा एल्बम, उहाँको अर्को एल्बम अनि अरुणा लामा र शरण प्रधान सहित कुमार सुब्बाको अर्को एल्बम। विक्रम सम्वत 2079 राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन थालिएको। 2079लाई नै राष्ट्रिय कृषि जैविक विविधता वर्षका रूपमा मनाइएको। विक्रम सम्वत 2079 काठमाडौँबाट पोखरा पुगेको यति एयरलाइन्सको ATR 72-500 विमान अवतरण गर्ने क्रममा सेती नदी खोजमा दुर्घटना हुँदा चालक दलका 4, 68 यात्रुसहित 72 जनाको मृत्यु। धन्यवाद। Wow.